हामी चाहिँ माथि गोसाइकुण्डबाट फर्केर अहिले चन्दनबारी आइपुगेका छौँ। अब यहाँ खाना खाने हो कि भन्ने कुरो भएको छ। के हुन्छ, बिहान 9 बजे हिँडेको, अहिले 12 बज्यो। खाना खाने म चाहिँ सरहरू ढेँडो आइपुग्यो नि त, ढेँडो कुदाको ढेँडो सरहरू चितवनदेखि आयो नि त। हामी चाहिँ काठमाडौँदेखि हाम्रो लामा सरको लागि आइसक्यो ढिँडो। ढिँडो ल लामा सर, अब ढिँडो खानु है। म एक्लै परेँ भात खाने चाहिँ। हजुर हजुर ल भन्नुहोस्। यो ढिँडो चाहिँ यसरी खाने हो। कसरी खाने देखाउनु? यसरी खानुपर्छ। यो देउदा भुत प्रेतले सबै यसरी खानुपर्छ रे। यसरी टक्क खाने अनि मात्रै आफूले सुरु गर्ने है। ल ल सुरु गरौँ त। ल है त। हामी अहिले चन्दनबारीमा छौँ, माथि गोसाइकुण्डबाट फर्किएर यहाँ आएर खानासाना खाइयो। अब बिस्तारै अब ओह्रालो बाटो झर्नुपर्छ। अब ओह्रालो अस्ति आउँदा चाहिँ यो होटलमा बसेको, आज चाहिँ यो होटलमा खाना खाइयो। माथि लौरी बिनाए उता नि खाइयो है। ल अब खानासाना खाइयो। अब हिँड्नुपर्छ। ब्याग स्याग लियो, सबको ब्याग। हाम्रो चितवनको 2 जना साथी हुनुहुन्छ भने काठमाडौँको पनि 7 जना साथीहरू हुनुहुन्छ। हामी सँगै ओह्रालो झर्दैछौँ। गादेखि आसम्म हामी सँगै साथमा छौँ। माथि चाहिँ एकदम चिसो छ, तल आएपछि चाहिँ अलिकति तातो तातो हुँदै जान्छ। माथि चाहिँ कतिखेर मौसम चेन्ज हुन्छ के हुन्छ भन्ने थाहा हुँदैन। यहाँ चाहिँ मौसम चेन्ज भए पनि एकदम तातो हुन्छ, घाम लागिरहन्छ। माथि त बादल लाएर कुहिरो लाएर हैरान। ल अब खानासाना खाइयो। अब हामी ओह्रालो झर्छौँ। अब जङ्गलको बाटो। ल फाइनल्ली हामी चाहिँ गोसाइकुण्डको यात्रा गरेर फर्किसकेका छौँ। साथमा हुनुहुन्छ हाम्रो चितवनबाट 2 जना साथी। भिडियो अन्तिमसम्म हेर्नुभयो कि भएन, हेर्नुभयो भने कस्तो लाग्यो कमेन्ट गर्नु होला। मेरो पार्टनर लामा तेन्जी सर चाहिँ मास्तिर छुट्नु भयो। उहाँ चाहिँ अर्कै ग्याङसँग आउनु भएको छ भने म चितवनको साथीहरूसँग आउँदैछु है त। ल गोसाइकुण्डको यात्रा कस्तो भयो साथी? एकदम बवाल। हाम्रो सर आउँदै हुनुहुन्छ, उहाँहरू चाहिँ चितवनदेखि आउनुभयो है त। यस्तो यात्रा गर्दा साथीहरू भेटिन्छ बाटोमा। सरलाई कस्तो लाग्यो? दामी छ, दामी छ। पौडी खेलौँ भनेको मान्नै हुन्न। चिसो भयो, त्यही भएर साथीहरू मान्नु भएन। भ्याए पनि आज हामी काठमाडौँ फर्किन्छौँ। मेरो साथी चाहिँ अब सोध्नु भयो क्या, अर्कै साथीहरूसँग आउनु भएको छ काठमाडौँको। 7 जना हुनुहुन्छ उहाँहरू। अनि उहाँहरूले गाडी बुक गरिसक्नु भएको छ, एउटै गाडीमा जाने भनेर। त्यही भएर उहाँहरू अलिक पछाडि हुनुहुन्छ। अब उहाँहरूलाई अब वेटिङ गरेर भेटेर चाहिँ अब सँगै जानुपर्छ। ल आजको लागि यति नै गोसाइकुण्ड भ्लग। भिडियो अन्तिमसम्म हेर्नुभएकोमा सम्पूर्ण साथीहरूलाई धेरै धेरै धन्यवाद। हामी चाहिँ बिहान 9 बजी हिँडेको गोसाइकुण्डबाट अहिले साँझको 5:30-6 बज्न लागिसक्यो। हामी यहाँबाट अझै हिँड्नुपर्छ, 2 किलोमिटर हिँड्नुपर्छ। रौसा धुन्चे बजार त्यहाँसम्म जानुपर्छ। त्यहाँबाट चाहिँ गाडी पाइन्छ। हाम्रो चितवनको साथीहरू चाहिँ गर्मी बढेको छ, त्यो कारणले स्विमिङ हान्नु कि भन्ने कुरो भएको छ। अब स्विमिङ हान्ने पनि कुरो छ हाम्रो। ल है त, मैले आजको भ्लग चाहिँ यो गोसाइकुण्ड भ्लग चाहिँ मैले यहीँ इन गर्न चाहेँ। हस्त धन्यवाद सबैलाई। बाई बाई।